चाहिँ हामी जङ्गलतिर छौँ है एकछिन वाक गर्दै यसो वेदरको नजारा उठाउँदै हिँडेका छौँ है हामी सबैजना केटाहरू। कस्तो लाग्दैछ तिमीहरूलाई? खतरा 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 यस्तो छ बाटो चाहिँ है एकदमै घना छ। यहाँ दाउरा खोज्दै आएको भन्नु भएन हो, हुन चाहिँ त्यही नै हो। अहिले खापामा हालेर बाल्नुपर्छ। कस्तो लाग्यो? मजा आउँदैछ अरे फुच्चेलाई? कस्तो लाग्यो? मजा आउँदैछ अरे फुच्चेलाई? जाँदैछ फुच्चेहरू है। यहाँ पनि दाउराहरू के छ। वेदर चाहिँ ल हेर्नु त एकदमै क्या गरम लाग्ने समयमा चाहिँ जाडो भइरहेको छ है हाम्रो यहाँ। ल हेर त केटाहरूलाई पुरा यी टोपीहरू लाएर मजा लाएर हिँड्दैछ है। आमामा फेब्रुअरी लागेर अति भन्दा नि अति जाडो छ क्या। आम्बो एकदमै जाडो छ है साथी हो। तपाईँहरूको तिर के कस्तो छ यसो कमेन्ट्स राखिदिनुहोस् है। र मलाई फलो गर्नु भएको छैन भने फलो गर्नुहोस्। र एकछिनहरू हिँडेकै छ है। आम्मामा तिमीलाई जाडो भएको छैन भाइ? बोल न, त्यहाँ त थोप्रा पनि देख्दैन त के हो? टोपी लगाएको लाग्दैछ स्टाइलिस दामी छ। टोपीको हेर्नुहोस् त आम्मामा क्या दामी छ है नजारा क्या। कहाँ हो चिन्नु सक्नुहुन्छ साथी हो? कमेन्ट्स गर्नु चाहिँ चिन्नु जतिजनाले यो जग्गा चिन्नुहुन्छ कमेन्ट्स राखिदिनुहोस्। ल हेर्नुहोस् त यो फुच्चे भाइहरू बिचराहरू के हो साथी हो? चिन्ने जतिले भन्नुहोस् है। बाटो चाहिँ हेर्नुहोस् है एकदमै दोहोरे त क्या सानो अन्दाजमै हिँड्नुपर्छ है क्या। ल हेर्नुहोस् है यस्तो छ, यस्तो दामी छ है। कहाँ गएको अरे भाइ? हाम्रो चिल पारामा गइदिस् क्या है? डोकोमा बोकिस्? दृश्य चाहिँ यस्तो छ पाइन भ्यूको। दामी छ है मजाको, यस्तो दामी छ हो। सानोमा कतिजना चाहिँ हिँड्नुभयो यस्तो बाटोहरू भन्नुहोस् है साथी हो। यहाँ ल हेर्नुहोस् त मेन रोड आइपुग्यो। हिँड्दै पनि हो आइपुग्यो मेन रोडमा। अब यहाँदेखि चाहिँ घरतर्फ लागिन्छ है। एकदम घना जङ्गल थियो। अब देख्न सक्नुहुन्छ है एकदमै क्या जङ्गलै जङ्गल छ, चारैपट्टि जङ्गल छ साथी हो। सबैजनाले मेरो पेजलाई फलो गर्नुभएको छैन है, फलो गरेर सेयर गरेर साथ सपोर्ट दिनु होला। ल साथी हो बाई बाई।